नमस्कार सबैजनालाई। आज हामी यति बेला एक्सप्लोर कलेजको किचनमा दुईजना सेफ छौँ, सेफ एमबी तामाङ, मास्टर सेफ एमबी तामाङ र म सेफ विजय घिमिरे। र यति बेला कस्तो संयोगवश हामी दुई पुस्ताको सेफ छौँ। हाम्रो पुस्तामा धेरै डिफ्रेन्स छ नि सेफ, एकदम एकदम धेरै डिफ्रेन्स। हामी सेवा सुविधा अनि त्यस पछाडि माया मोह प्लस रङझममा हुर्क्यौँ। तर मलाई लाग्छ तपाईँहरूको पुस्तामा यो थिएन। अवश्य थिएन। हामी बत्तीमा पढ्यौँ, तपाईँहरू टुकीमा पढ्नु। बत्तीमा बालेर पढ्यौँ। हामी सोलरमा पढ्यौँ, सोलरको बत्ती आयो। अझ भन्नुपर्दा हामी त लोड सेडिङ मुक्त भए पछाडि हुर्क्यौँ। तर तपाईँहरूको त्यो वाला थिएन, छुट्टै दुःखमा हुर्किनु भयो। र त्यसपछि हामीले पकाइरहँदा पनि मलाई याद छ, मैले राम्रोसँग जान्ने भएपछि मैले दाउरामा खाना पकाएन, ग्यासमा पकाएँ। अझ त्यस पछाडि ग्यासमै भयो। अहिले त्यस पछाडि माइक्रोवेभनहरू आयो, इन्डक्सन चुलोहरू आयो, अझै मोडिफाई भयो। तर जहाँसम्म लाग्छ तपाईँहरूको त त्योभन्दा अझै फरकमा छौँ। हाम्रो पुस्ताहरूले तपाईँहरूले गरेको दुःख देख्न पाएनौँ। हामी छुट्टै रमझम र पश्चिमा संस्कृतिमा हुर्किँदै गर्दा तपाईँहरूको ठुलो देन छ। हाम्रो पुस्तालाई आफ्नो रैथाने खाना पुस्तान्तरण गर्नुमा ठुलो देन छ। यसको लागि हामीले विशेषतः तपाईँहरूको पुस्तालाई धेरै धेरै धन्यवाद ज्ञापन गर्नुपर्छ। यस्तो ठुलो अपर्च्युनिटी दिँदै आउनु भएको छ। मैले सम्झिनुपर्ने 2075 सालमा हजुरहरूले पहिलोचोटि, मैले त्योभन्दा अगाडि चाइनिज बनाएको, जापानिज बनाएको, थाई बनाएको, तर पहिलोचोटि तपाईँसँग बसेर हामीले 2075 सालमा आइएचएम कलेजमा पहिलोचोटि नेपाली खाना बनाएका थियौँ। र त्यो दिनदेखि आजसम्म अनवरत रूपमा मलाई रैथाने खाना बनाउनु पर्छ भनेर प्रेरित गर्ने सेफहरूमध्ये एकजना तपाईँ पनि हुनुहुन्छ। र यो रैथाने खानालाई यहाँसम्म लिएर आउनको लागि कतिको सहज थियो, थोरै बोलिदिनुहोस् न सेफ। उब्जाउँछौँ नेपाली माटोमा, बनाउँछौँ नेपाली स्वादमा। नमस्कार, म सेफ एमबी तामाङ। हाम्रो पालामा चाहिँ खाना बनाउँदा भन्न त विजय सेफले भनिहाल्छु है, हामी चुलोमा दाउरा बालेर चाहिँ खाना पकाउँथ्यो। त्यसको अलग्गै भिन्नै टेस्ट हुन्थ्यो, फरक हुन्थ्यो। त्यसपछि साथसाथै ग्यासमा आयो, गोबर ग्यास भन्ने चिज हुन्छ, त्यसबाट आयो हो। अनि त्यसपछि हामी बत्ती बाल्थ्यौँ, टुकी बत्ती लाइट बालेर पढ्थ्यौँ भने आज हामीले अघि नै हजुरले भनेको जस्तै भइसक्यो। यो नेपाली खाना लाँदाखेरि चाहिँ हामीले अहिले त भन्छौँ नि, हामी 7 प्रदेशसम्मै यो नेपाली खाना चाहिँ खाना मात्रै बनाएन, हामीले यो पहिचान पनि वर्ल्ड वाइड विश्वभरि चाहिँ हामीले यसलाई चाहिँ पहिचान गर्नुपर्ने हुन्छन्। त्यो कारणले त्यसमध्ये तपाईँ पनि एउटा यङ सेफ हुनुहुन्छ, त्यसको लागि धेरै धेरै ठिक छ सेफ। अनि मैले थोरै अघि पनि भन्दै थिएँ, खाना पुस्तान्तरण गर्दै गर्दा जस्तो सातुकै कुरा गर्नुपर्दा हाम्रो पुस्तालाई पोरिज थाहा छ, ओट्स थाहा छ, तर सातु थाहा छैन। हामी बिहान उठेर हाम्रो पुस्तालाई बिहान उठ्ने बित्तिकै मम्मीले बोलमा पोरिज खुवाउनुहुन्छ, तर तपाईँहरू चाहिँ त्यही सातु खाएर 7 डाँडा माथिसम्म घाँस काटेका अनुभवहरू छन्। तर हामीमा त्यो अनुभव छैन। सातुको बारेमा केही भनिदिनुहोस्। सातु एउटा यस्तो चिज हो, हामी नेपाली पहिचान पनि हुनुपर्छ। अब अहिले पो हामीले पपकर्न खान्छौँ होइन, अब हामीले मकै भुटेर खान्थ्यौँ। पपकर्न भन्ने बित्तिकै हामी सबैजना खान्छौँ, गाडी घोडा जतातता हिँड्दै। जस्तो मकै भुटेर खाना लायो भने चाहिँ त्यसको एरोमेटिक अलग्गै एउटा फ्लेभर हुन्छ। त्यो फ्लेभरले गर्दाखेरि पनि हामी भन्छौँ मकै चाहिँ खानु हुँदैन गाडीतिर, गाडी घोडातिर हिँड्दाखेरि, तर पपकर्न चाहिँ खानुपर्छ भन्ने चिज हुन्छ। यसले चाहिँ हामीले प्राथमिक दिनुपर्छ कि यसले चिजले गर्दाखेरि हामी डाँडागाडा उकालो ओह्रालो गर्न चाहिँ एकदम सकिन्छ। यो पपकर्न तपाईँको यो सातुमा चाहिँ त्यति पावरफुल छ। लेकमा जाओस् या हामी बेसीमै जाओस् हुर्किँदाखेरि। धन्यवाद। धन्यवाद सेफ। त्योसँगै हामी अहिलेको पुस्ताहरू, मेरो पुस्ताहरूलाई चाहिँ सुप थाहा छ, उहाँहरूलाई सुप थाहा छ, तर हामीले खानेवाला गुन्द्रुकको झोलवाला सुप थाहा छैन। गुन्द्रुकको झोलको प्लेटिङ भएन छ, धेरै धेरै धन्यवाद, अघिदेखि बाँकी बसेछ। अनि त्यस पछाडि हाम्रो गुन्द्रुकको झोल थाहा छैन उहाँहरूलाई, ज्वानाको झोल थाहा छैन, सिस्नोको झोल थाहा छैन। तर म सम्मानका साथ भन्न सक्छु मेरो पुस्ताहरूलाई स्विट कर्न सुप थाहा छ, मसरुम सुप थाहा छ। तर हामी पुस्तान्तरण हुँदै गर्दा हामीले भुलेका चिजहरूलाई आज हाम्रो कलेजमा कार्यरत अध्ययनरत स्टुडेन्टहरूलाई र हामीलाई नेपाली खानाको बारेमा के प्रमोट गर्न आउनु हुने भोजन लिपि टिम सहित सेफ एमबी तामाङ, सेफ इमा सुब्बा लगायत सम्पूर्ण टिमहरूलाई धन्यवाद सहित फेरि पनि धन्यवाद सेफ एमबी। धन्यवाद।